सुरुमा जानकारी गराउन चाहन्छु म। वचनको पछाडि लगत्तै चाहिँ हामी यो प्रार्थना अगमबानी र चङ्गाइको सेवामा हामी प्रवेश गर्नेछौँ। अनि हाम्रो यो प्रार्थनाको समूहको प्रमुख व्यक्ति हाम्रो बिमला खड्का बहिनी हुनुहुन्छ। अनि उहाँले चाहिँ हजुरको नाम सोध्दै अनि उहाँले प्रार्थना गर्नुहुनेछ। अनि हामीले चाहिँ शान्त रूपमा सानो स्वरमा हामीले गर्नेछौँ। विशेष उहाँले प्रार्थना गर्नुहुनेछ। अनि हजुरको कुनै विदेश जान लागिराख्नु भएको छ भने यो कुरा सफल हुन्छ कि हुँदैन भन्ने कुरा परमेश्वरले अगमबानीद्वारा परमेश्वरले बोल्नुहुनेछ। तपाईँ बिमारी हुनुहुन्छ भने के कारणले बिमारीको समस्यामा हुनुहुन्छ अनि त्यो बारेमा पनि परमेश्वरले बोल्नुहुनेछ। अनि तपाईँले कुनै व्यापार बिजनेसहरू गरिराख्नु भएको छ भने अनि त्यसमा परमेश्वरको आशिष कसरी आउँछ यो कुराहरू चाहिँ परमेश्वरले देखाउनुहुनेछ है। जुन खालको समस्याका कुराहरू छ त्यो कुरा चाहिँ परमेश्वरले देखाउनुहुनेछ। अनि हाम्रो यो समूह हामी प्रार्थनाको समय मिलेर हजुरहरूको लागि विशेष प्रार्थना गर्नेछौँ। र अन्तमा प्रार्थना सकेपछि चाहिँ हजुरहरू मध्येबाट एकजना दुईजनाले हजुरहरूलाई कस्तो अनुभव भयो कस्तो खालको आशिष पाउनुभयो त्यसको बारेमा बाँड्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ हामी जुन हाम्रो टिम हामी आएका छौँ हामी यस मण्डलीको गुरुबा र गुरुआमाबाट हामी अभिषेकको लागि प्रार्थनाको हामी भाग गर्नेछौँ र उहाँले हाम्रो लागि प्रार्थना गरिदिनु हुनेछ। हामी चाहिँ अब धेरै ठाउँमा जान चाहिराखेका छौँ। त्यस कारणले गर्दाखेरि अरू ठाउँमा पनि गएर यो सेवा हामी दिन सकौँ ताकि प्रभुको छोराछोरीले आशिष पाउन सक्नु भएको होस् अनि प्रभुमा अगाडि बढ्न सक्नु भएको होस् भन्ने हाम्रो लक्ष्य छ। त्यस कारणले हामी त्यो प्रार्थनाको लागि माग गर्नेछौँ। अनि गुरुआमाहरूको लागि र जतिजना अगुवाहरू पनि हुनुहुन्छ हजुरहरू मिलेर हाम्रो लागि प्रार्थना गरिदिन सक्नुहुन्छ। त्यसपछि चाहिँ अनि अन्तिम आशीर्वादको प्रार्थना यस मण्डलीको आदरणीय गुरुबाले गर्नुहुनेछ। अनि हामी त्यसपछि छुट्टिन्छौँ। यो जानकारीहरू राख्यो भने मलाई सजिलो हुन्छ जस्तो लाग्यो। अब यहाँको निर्धारित समय त कति हो मलाई थाहा छैन, तर आज समय अलिकति बढी जान सक्ला। हजुरले धैर्य गरिदिनुहुन्छ भनेर म विश्वास गर्दछु। हुन्छ, हामी यो समय चाहिँ परमेश्वरको जीवित वचनमा हामी जानेछौँ। सुसमाचार यूहन्नाको पुस्तक 14 अध्यायलाई यहाँले खोल्न सक्नुहुन्छ जसमा बाइबल छ। अनि छैन भनेदेखि चाहिँ यहाँले सुन्न सक्नुहुन्छ। हामी केही परमेश्वरको वचनबाट हेर्नेछौँ। सुसमाचार यूहन्नाको पुस्तक 14 अध्याय त्यसको हामी 15 देखि 27 पदसम्म चाहिँ हामी हेर्नेछौँ। म तपाईँले अझै अगाडि आउनु पर्न जस्तो लाग्यो। यताको यो पिल्लरको भागले कतिजनालाई छेकेको जस्तो लाग्यो। हुन्छ, यहाँले पाउनुभयो होला। म यसलाई सुरुमा सरस्वती पढ्नेछु। पवित्र आत्माको प्रतिज्ञा भनेर यहाँ लेखिएको छ। तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ र म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। म तिमीहरूलाई टुहुरा छोड्ने छैन, म तिमीहरूका आउनेछु। अब केही समयपछि संसारले मलाई कहिल्यै देख्ने छैन तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन तिमीहरूले जान्नेछौ कि म मेरा पितामा छु र तिमीहरू ममा र म तिमीहरूमा छु। मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु र म आफूलाई त्यसका प्रकट गर्नेछु। यहुदाले इस्करियोत चाहिँ होइन। यहाँ चाहिँ यो यहुदा इस्करियोत चाहिँ होइन भनेर भनेको किनकि उसले चाहिँ साँचो प्रेम यसुलाई गरेन। त्यसकारणले गर्दाखेरि उहाँलाई भने, प्रभु तपाईँले के भन्नुभएको? तपाईँ आफैलाई हामीमा प्रकट गर्नुहुन्छ र संसारलाई चाहिँ होइन। यसुले तिनलाई जवाफ दिई भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यसका आउनेछौँ र त्यससँग वास गर्नेछौँ।
मलाई प्रेम नगर्नेले मेरो वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ त्यो मेरो होइन, तर मलाई पठाउनु हुने पिताको हो। यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ। तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनु हुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनु हुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनु हुनेछ। शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। आमेन। हामीलाई परमेश्वरको वचन पढाएर सुनाइमा आशिष मिलेको होस्। आज हामीले यो खण्डबाट हामी पढेका छौँ। विशेष गरेर हामी यहाँ पवित्र आत्माले गर्नुहुने कामको बारेमा हामीले यो खण्डबाट अहिले पढेका छौँ। अनि हामी बाइबललाई पुरानो करारबाट पढ्छौँ भने पुरानो करारमा चाहिँ हामीले प्रभु येशू ख्रीष्टले एउटा पिताको भूमिकालाई निर्वाह गर्नुभएको कुरा हामी पाउँदछौँ र नयाँ करारमा आएपछि हामी उहाँले एउटा पुत्रको भूमिकाको जिम्मेवारीलाई वहन गर्नुभएको कुरा हामी पाउँदछौँ र त्यसपछि जब उहाँ पिताकोमा जाने दिन आइसकेपछि चाहिँ उहाँले चाहिँ पवित्र आत्मालाई चाहिँ पठाउने त्यो प्रतिज्ञा गरिसक्नु भएको थियो। यसकारणले गर्दाखेरि अनि अहिले यो समयमा चाहिँ हामी पवित्र आत्माद्वारा परमेश्वरको सेवा हामीले गर्दैछौँ। यसै कारणले गर्दाखेरि हामीले चाहिँ हाम्रो आफ्नो ज्ञान बुद्धिमा विचारमा हामीले परमेश्वरको सेवा गर्ने होइन, तर हामीले चाहिँ पवित्र आत्माको अगुवाईमा र भरिपुरैमा उहाँको इच्छा अनुसार चाहिँ हामीले सेवा गर्नुपर्ने हुन्छ। अनि त्यो सेवाले चाहिँ परमेश्वरलाई महिमा हुन पुग्दछ। प्रिय हो, अनि कतिचोटि अब हामी आफ्नो तरिकाले परमेश्वरको सेवाहरू गरिराखेको हुन्छौँ, तर त्यसरी भन्दाखेरि चाहिँ हामीले पवित्र आत्माको अगुवाईमा उहाँको सल्लाहमा हामीले परमेश्वरको सेवा गर्यौँ भने चाहिँ परमेश्वरको महिमा हुन्छ। यसै कारणले गर्दाखेरि येशू प्रभुले आफू जानुभन्दा अगाडि नै सल्लाहकार अर्थात् प्याराक्लिटोस पवित्र आत्मा चाहिँ म पठाउने छु भनेर उहाँले भन्नुभयो। अनि जब उहाँ आउनुहुन्छ उहाँले चाहिँ सबै कुरा तिमीहरूलाई सिकाउनु हुनेछ, के गर्नुपर्ने छ सबै कुराहरू सिकाउनु हुनेछ। अनि उहाँले यहाँ 18 पदमा के भन्नुभएको छ, म तिमीहरूलाई टुरा छोड्ने छैन भनेर उहाँले भन्नुभएको छ, म तिमीहरूकोमा आउनेछु। अहिले प्रभु येशू ख्रीष्ट कसरी हामीकोमा आउनुहुन्छ त भन्दा उहाँ चाहिँ पवित्र आत्माद्वारा हाम्रो बिचमा आउनुहुन्छ, होइन। अनि कतिचोटि हाम्रो शारीरिक आँखाले उहाँलाई यो समयमा देख्न सकिराखेको हुँदैन, त्यसकारण कतिचोटि प्रभु छ कि छैन होला जस्तो हामीलाई लाग्न सक्दछ, तर उहाँ हुनुहुन्छ, होइन। हामी बाइबलमा हेर्छौँ भने शारीरिक आँखा बन्द भएको व्यक्तिले येशू ख्रीष्टलाई कहिले पनि देख्न सक्दैन। जब उहाँले चाहिँ आत्मिक आँखालाई खोलिदिनुहुन्छ त्यसपछि मात्रै हामीले उहाँलाई देख्न सक्दछौँ, होइन। पाउलको जीवनमा पनि हामी त्यो कुरा देख्छौँ। पुरानो करारमा पनि हामी एलिसाको नोकरको बारेमा हामीले हेऱ्यौँ भने ती कुराहरू हामी देख्दछौँ। जब परमेश्वरले हाम्रो आत्मिक आँखालाई खोलिदिनुहुन्छ अनि हामीले उहाँलाई देख्न सक्छौँ। अनि अहिलेको समयमा पनि हामी धेरै गवाईहरू सुन्दाखेरि जसलाई परमेश्वरले स्वर्गको दर्शन दिनुभएको छ, उनीहरूको आत्मिक आँखाहरू खोलिदिनु भएको छ, उनीहरूले प्रभुलाई देखेको कुराहरू स्वर्ग नरकको दर्शनको कुराहरूको बारेमा उहाँले बताउनुहुन्छ। यस कारणले गर्दाखेरि चाहिँ प्रिय हो, हामीले प्रभुलाई हाम्रो शारीरिक आँखाले देखेको छैनौँ भन्दैमा हामीले परमेश्वरलाई कहिले पनि अनादर गर्न हामीले हुँदैन। परमेश्वरलाई जहिले पनि हामीले आदर गर्नुपर्छ। अनि आदर गर्ने भन्नेको कुरा चाहिँ कसरी हामीले उहाँलाई आदर गर्छौँ त भन्दाखेरि उहाँको वचन अनुसारको जीवन हामीले जिएर हो। अनि येशू प्रभुले हामीलाई यो खण्डमा यही कुरा भन्नुहुन्छ, तिमीले मलाई प्रेम गर्छौ भनेदेखि चाहिँ तिमीले मेरो आज्ञाहरू पालन गर्नेछौ। मलाई लाग्छ आजको आराधनाको समयमा परमेश्वरको अगमबानी यही विषयमा आइराखेको थियो, होइन। मेरो वचनलाई तिमीले पालन गरेको छैनौ भने पवित्र आत्मालाई पनि के भने पवित्र आत्मालाई ग्रहण नगरेको कुराको बारेमा आज ईशा मण्डलीको गुरुआमाबाट त्यो अगमबानीको वचन आइराखेको थियो। त्यतिकै अगमबानीको वचन आउँदैन मण्डलीमा, तपाईँ र मेरो जीवनलाई परमेश्वरले हेरिराख्नु भएको हुन्छ। त्यसकारण हामीलाई अगमबानी किन परमेश्वरले दिनुहुन्छ भन्दा हामीलाई चाहिँ सुधार गर्नको लागि परमेश्वरले अगमबानी दिनुहुन्छ, होइन। बाइबलमा के लेखेको छ वरदानको बारेमा हामीले हेर्दाखेरि अगमबानीले चाहिँ मण्डलीलाई चाहिँ सुधार गर्छ, होइन, आत्मिक वृद्धि गराउँछ। अन्य भाषाले चाहिँ व्यक्तिगत रूपमा
उसको आत्मिक वृद्धि गराउँछ भनेदेखि चाहिँ अगमबानीले चाहिँ मण्डलीलाई नै आत्मिक रूपमा वृद्धि गराउँछ, सुधार गर्छ, निर्माण गर्छ भनेर लेखेको छ। त्यस कारणले गर्दाखेरि हामीले अगमबानीलाई हामीले एकदमै स्वीकार गर्नुपर्छ, ग्रहण हामीले गर्नुपर्दछ। अनि धेरैचोटि हामीले येशू प्रभुलाई हामी प्रेम गर्छौँ भन्छौँ, हाम्रो मुखले हामीले उहाँलाई प्रेम गर्छौँ भनिराखेको हुन्छौँ, तर हामीले व्यवहारमा उहाँलाई प्रेम गरिराखेको हुँदैन। परमेश्वरलाई प्रेम गर्ने भनेको कुरा चाहिँ मुखले गरेर प्रेम हुँदैन कहिले पनि। हाम्रो मण्डलीमा पनि, उता मण्डलीमा पनि म यही सिकाउँछु, यो पनि हाम्रै मण्डली हो होइन। किन धेरैचोटि हामीले मुखले चाहिँ प्रेम गर्छौँ परमेश्वरलाई भनिराखेको हुन्छौँ, तर वचनलाई हामीले उल्लङ्घन गरिराखेको हुन्छौँ। त्यस कारणले हामी बाइबलमा हेर्छौँ भने के छ, हामी परमेश्वरलाई प्रेम गर्छौँ भने हामी वचन अनुसार जिउँछौँ नि होइन, हामी वचन अनुसार हिँड्छौँ नि। अनि हामी जब उहाँको आज्ञालाई पालन गर्छौँ अनि मात्रै परमेश्वरलाई प्रेम गरेको ठहरिन्छ के। त्यसकारण बाइबलमा के लेखेको छ, सबैभन्दा महान आज्ञा के हो भनेर येशू प्रभुलाई सोद्धाखेरि उहाँले के उत्तर दिनुभयो भन्दाखेरि चाहिँ तेरो सारा हृदयले, तेरो सारा समझले, तेरो सारा शक्तिले होइन, तेरो सारा प्राणले चाहिँ परमेश्वरलाई प्रेम गर, यो भन्दा अर्को आज्ञा छैन होइन, महान आज्ञामा भन्नुभएको छ नि। त्यसपछि छिमेकीलाई प्रेम गर्ने कुरा छँदैछ त्यहाँनिर। त्यस कारण परमेश्वरलाई प्रेम गर्ने कुरामा के छ, सम्पूर्ण हाम्रो जीवनले परमेश्वरलाई प्रेम गर्नुपर्ने हुन्छ। अनि यो सम्पूर्ण कुराले म प्रेम गर्छु भनेर भनेपछि त्यो समर्पण हामीले गरिसकेपछि चाहिँ अनि हामीले परमेश्वरको वचनलाई चाहिँ पालना गर्दैनौँ भनेदेखि चाहिँ परमेश्वरलाई प्रेम गरेको ठहरिँदैन। त्यस कारणले गर्दाखेरि परमेश्वरले चाहिँ यही कुरालाई हेर्नुहुन्छ कि मेरो आज्ञालाई, मेरो वचनलाई पालना गरिराखेको छ कि छैन भन्ने कुरालाई चाहिँ उहाँले हेर्नुहुन्छ, प्रिय हो। यसै कारणले गर्दाखेरि चाहिँ हामीले परमेश्वरलाई प्रेम गर्छौँ भने परमेश्वरको वचनलाई हामीले पालना गर्नु पर्दछ। हुन्छ, म यो केही दोहोऱ्याउँदै जान्छु। 15 देखि तिमीले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर्नेछौ र म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। आमेन। तिमीले मलाई प्रेम गर्छौ भने मेरो आज्ञा पालन गर्छौ भने चाहिँ सल्लाहकार अर्थात् पवित्र आत्मा म तिमीलाई दिन्छु। किनभने जुन पवित्र आत्मालाई संसारले ग्रहण गर्दैन, चिन्दैन होइन, उहाँले भन्नुभएको छ। त्यसकारण हामीलाई त संसारबाट परमेश्वरले फेरि उहाँको राज्यमा ल्याइसक्नु भएको छ। हामीलाई उहाँले आफ्नो छोराछोरी बनाइसक्नु भएको छ। हामी त पाप क्षमा, हाम्रो पापहरू चाहिँ क्षमा भइसकेको छ। हाम्रो पापबाट हामी क्षमा पाएका मानिसहरू हामीहरू भइसकेका छौँ, प्रिय। त्यस कारणले गर्दाखेरि हामी उहाँलाई प्रेम गर्छौँ भने चाहिँ उहाँको प्रतिज्ञा के छ भने पवित्र आत्मा म तिमीलाई दिनेछु। अनि पवित्र आत्मा जो सल्लाहकार हुनुहुन्छ उहाँले नै तिमीलाई सबै कुरा गर्न सिकाउनुहुन्छ भनेर उहाँले यहाँ भन्नुभएको छ। र अर्को चाहिँ सदा सर्वदाको लागि उहाँ तिमीहरूसँग रहनुहुनेछ। हेर्नुहोस्, पुरानो करारमा हामी हेर्छौँ भने एकदमै असल जीवन जिउने व्यक्तिहरूको जीवनमा मात्रै पवित्र आत्माले काम गर्नु, त्यो पनि एकदमै परमेश्वरलाई। इस्राएलको जीवनमा हामी हेर्छौँ भने परमेश्वरलाई महिमा हुने खालको उनीहरूले चाहिँ त्यो मन्दिरबाट पुरानो करारमा त्यो प्रकारको एउटा आराधना, त्यो खालको सेवा गरेको थियो भने मात्रै त्यहाँ महिमाको बादलले ढाक्ने काम गरिन्थ्यो होइन। र कतिचोटि साँच्चै त्यो महिमाको बादलले ढाकेको समयमा चाहिँ पुजारीले पनि सेवा गर्न जान सक्दैनथ्यो, तर सधैँभरि रहिरहँदैन थियो, प्रिय। सधैँभरि रहिरहँदैन थियो होइन। तर पेन्टिकोसको दिन पछाडि चाहिँ पवित्र आत्मा सधैँको लागि उहाँले पठाइसक्नु भएको छ। यस कारणले गर्दाखेरि चाहिँ आज हामीले गर्ने सेवा भनेको चाहिँ पवित्र आत्माको अगुवाईमा गर्ने सेवा हो। त्यस कारण हामीले पवित्र आत्माको अगुवाईमा नै सेवा गर्नुपर्छ। हुनसक्छ आफ्नो मण्डलीमा सङ्गति गर्ने तरिका फरक फरक हुन्छ। कोही ठाउँमा कोरस बढी गाउनुहुन्छ, कोही ठाउँमा कोरस थोरै गाउनुहुन्छ होइन, कोही ठाउँमा चाहिँ भजन धेरै गाउनुहुन्छ, कोरस थोरै गाउने कुराहरू हुन्छ। अनि हामी चाहिँ हाम्रो उता मण्डलीमा चाहिँ के हुन्छ, कोरस भजनलाई अलिक थोरै गाउँछ, हामी आराधनामा बढी समय दिन्छौँ। अनि मलाई लाग्छ आज पनि पवित्र आत्माको अगुवाई चाहिँ आइराखेको थियो, तर अलिकति रोक्यो, प्रशंसाको अलिक चाँडै रोक्यो। एउटा हामीले कोरस थोरै गाएर होइन आराधनामा अलिक प्रभुलाई समय दिनु सक्यो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई। पवित्र आत्माले त्यही कुरा भन्दै हुनुहुन्छ, तर पवित्र आत्माको काम अलिक रोक्यो हाम्रो आराधनामा। आज मैले त्यो अनुभव गरेँ यहाँनिर। आउने दिनमा हजुरले विचार गर्नु होला। तपाईँ आफ्नो विचारमा मैले सबै कुरा जानेको छु भनेर अगाडि नबढ्नुहोस्, पवित्र आत्मालाई काम गर्न दिनुहोस् होइन। पवित्र आत्मालाई हामीले काम गर्न दिएनौँ भने एफएसीमा लेखेको जस्तै
4 32 होला होइन, पवित्र आत्मालाई दुखित तुल्याउने काम हामीले गरिराखेका हुन्छौँ। यस कारणले गर्दाखेरि पवित्र आत्माले चाहिँ हाम्रो जीवनमा काम गर्न नदिएसम्म हाम्रो जीवनमा परिवर्तनको कुरा पनि आउँदैन, हाम्रो रोग बिमारबाट पनि तपाईँ मैले सँगै पाउँदैनौँ, समस्याबाट पनि हामीले छुटकारा पाउँदैनौँ प्रिय हो। अनि हामीले बनाएका योजनाहरू पनि कहिले पनि सफल हुँदैन। क्रिस्चियन जीवन चाहिँ त्यस कारणले गर्दाखेरि त्यस्तो जीवन मात्रै सफल हुन्छ, त्यस्तो व्यक्तिले मात्रै आशिष पाउँदछ जसले चाहिँ परमेश्वरको वचन र पवित्र आत्मालाई एकदमै जोड दिँदछ है, अनि उहाँको अगुवाईमा निर्देशनमा मात्रै चल्दछ। अनि त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरले आशिष दिनुहुन्छ अनि सफलता परमेश्वरले दिनुहुँदछ। अब यसलाई दोहोऱ्याउँदै जान्छु 18 तल, म तिमीलाई टुरा छोड्ने छैन, म तिमीहरू कहाँ आउनेछु। अब केही समयपछि संसारले मलाई पहिले देख्ने छैन, तर तिमीले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। संसारले देख्ने छैन भनेको चाहिँ के भनेको त भन्दाखेरि संसार भनेको यहाँ मानिसको सन्दर्भमा भनिराख्नु भएको छ प्रभुले। जसले उहाँलाई विश्वास गरेको छैन ती व्यक्तिहरूलाई चाहिँ संसार भन्ने यहाँ शब्द चलाएको छ प्रिय। तर आज हामीले त उहाँलाई चिनिसकेका छौँ होइन, आज उहाँको प्रेमलाई चाखिसकेका छौँ, उहाँको प्रेममा तपाईँ म त डुबिसकेको मग्न हामी भइसकेका छौँ। त्यसकारण यहाँ प्रभुले भन्नुहुन्छ, तर तिमीले मलाई देख्नेछौ, म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। किनकि हाम्रो परमेश्वर, हामीले सेवा गरेको परमेश्वर चाहिँ अचम्मको काम गर्नुहुने परमेश्वर, जीवित परमेश्वर हुनुहुन्छ। येशू प्रभुले प्रकाशको पुस्तक 1:17-18 भन्नुभयो, म मरेको थिएँ तर म सदा सर्वदाको लागि जीवित भएको छु होइन। त्यसकारण उहाँ त महिमाको शरीरमा खडा भइसक्नु भएको परमेश्वर उहाँ हुनुहुन्छ। त्यसकारण उहाँले भन्नुभएको छ, म मात्र होइन तर तिमीहरू पनि जीवित रहनेछौ यहाँ भन्नुभएको छ। 20 पदमा, त्यस दिन तिमीहरूले जान्नेछौ कि म मेरा पितामा छु र तिमीहरू ममा र म तिमीहरूमा छु। किनकि चेलाहरू व्याकुल भइराखेको थियो, प्रभु येशूको स्वर्ग अब पिता कहाँ जानु भएछ, अब हामी के गर्ने होला भनेर व्याकुल भइराखेको थियो। अनि उहाँले यहाँ सान्त्वना दिँदै हुनुहुन्छ कि म पिताकोमा गइसकेपछि जब पवित्र आत्मा पठाउँछु, जब पवित्र आत्मा तिमीले ग्रहण गर्नेछौ, पवित्र आत्मा पाउनेछौ, त्यसपछि तिमीलाई थाहा हुन्छ कि अनि प्रभु त पितासँगै हुनुहुँदो रहेछ भन्ने कुरा तिमीले थाहा पाउनेछौ भनेर यहाँ उहाँले भन्नुभएको छ प्रिय हो। अनि यो कुरा सबै बताउनु हुने चाहिँ, यो रहस्यलाई प्रकट गर्नु हुने चाहिँ, प्रकाशमा ल्याउने काम गर्नुहुने चाहिँ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। त्यस कारणले हामीले अहिलेको यो युगमा चाहिँ हामीले पवित्र आत्मालाई अलिकति बढी हामीले प्राथमिकता दिनु पर्दछ। 21 मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ, म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यसका प्रकट गर्नेछु। त्यसकारणले हामीले प्रभुको दर्शन पाउनको लागि, हामीले प्रभुको उपस्थितिको अनुभव गर्नको लागि, साँच्चै प्रभुको कामहरू हामीले थाहा गर्नको लागि चाहिँ उहाँलाई हामी प्रेम गर्ने कुरा चाहिँ एकदमै खाँचो छ। अनि मात्रै हामीले उहाँलाई भेटाउन सक्छौँ, अनि मात्रै उहाँको आवाजहरू तपाईँहरू मैले सुन्न पाउँदछौँ होइन, उहाँको मुहारलाई हामीले दर्शनबाट हामीले देख्न पाउँदछौँ प्रिय हो। त्यस कारणले यहाँ चाहिँ प्रेम गर्ने व्यक्तिलाई, उहाँको आज्ञालाई पालन गर्ने व्यक्तिलाई चाहिँ कुरा उहाँले बारम्बार यहाँ भनिराख्नु भएको छ। अर्को हामी 23बाट हेरौँ, यसोले त्यसलाई जवाब दिए भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यसका आउनेछौँ र त्यससँग बास गर्नेछौँ। त्रिएक परमेश्वर जो एउटै परमेश्वर हुनुहुन्छ, तीनवटा व्यक्तित्वमा काम गर्नुहुन्छ हेर्नुहोस् होइन। उहाँले जे गर्नुहुन्छ भलाइ गर्नुहुन्छ, असल गर्नुहुन्छ। उहाँले कहिले पनि हामीलाई छोड्नुहुन्न भने कहिले पनि त्याग्नुहुन्न। यहाँ त्रिएक परमेश्वर नै हामीमा पवित्र आत्माद्वारा चाहिँ आएर बस्नु हुने कुरा चाहिँ, हामीसँग भएर काम गर्नुहुने कुरा चाहिँ गर्नुभएको हामी यहाँ पाउँदछौँ। हामी आउनेछौँ भनेर उहाँले यहाँ बहुवचनको शब्दमा यहाँ भन्नुभएको यहाँ पाउँदछौँ। 24 मलाई प्रेम नगर्नेले मेरो वचन पालन गर्दैन, जुन वचन तिमीहरू सुन्छौ त्यो मेरो होइन तर मलाई पठाउनु हुने पिताको। यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ भन्दाखेरि चाहिँ येशू प्रभुले पुत्रले के गर्नुहुन्छ, पितालाई सधैँ आदर गर्नुहुन्छ, पिताले पुत्रलाई आदर गर्नुहुन्छ। अनि पवित्र आत्माले चाहिँ जहिले पनि पिता र पुत्रको महिमा हुने काम मात्रै उहाँले गर्नुहुन्छ। अनि यहाँ चाहिँ येशू प्रभुले के भन्नुभयो, यो बोलेको वचन चाहिँ मेरो होइन भन्नुभयो, तर यो
उहाँको पनि हो, तर उहाँले भन्न खोज्नु भएको चाहिँ के भन्दाखेरि पितालाई आदर गर्नुभएको। पुत्रले जहिले त्यो चाहिँ पितालाई आदर गर्नुहुन्छ, पिताले पुत्रलाई आदर गर्नुहुन्छ, अनि पवित्र आत्मा चाहिँ उहाँहरूलाई महिमा दिने काम गर्नुहुन्छ, उहाँकै बारेमा कुरा गर्नुहुन्छ। पवित्र आत्मा परमेश्वर वास्तवमा उहाँ एउटै हुनुहुन्छ, तर उहाँले यसरी मिलेर एका ठाउँमा रहेर उहाँले काम गर्नु हुँदछ। अनि हामीले यो रहस्यलाई हामीले बुझ्नु पर्दछ। 25मा यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ, तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनु हुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनु हुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनु हुनेछ। यहाँ यीशु प्रभुले चाहिँ अगाडिबाट चेलाहरूलाई भन्नुभएको कुराहरू पनि पवित्र आत्माले त्यो कुरालाई फेरि सम्झना गराइदिने बारेमा पनि उहाँले भन्नुभएको कुराहरू हामी यहाँ पाउँछौँ। त्यसकारण पवित्र आत्माले चाहिँ हामीलाई विगतका कुराहरूलाई पनि परमेश्वर पवित्र आत्माले देखाइदिनुहुन्छ। हेर्नुहोस्, पवित्र आत्माले चाहिँ हामी यो कुरा विश्वास गर्दछौँ अनि हामी चाहिँ यो धेरै अनुभव गरिसकेका छौँ। अनि अगमबानीको वरदान पाएको व्यक्तिद्वारा चाहिँ परमेश्वरले के गर्नुहुन्छ, विगतका कुराहरूलाई पनि देखाइदिनुहुन्छ। तपाईँले विगतमा कस्तो खालको जीवन जिउनु भएको थियो, कस्तो खालको गल्तीहरू गर्नुभएको थियो, कस्तो बाटोमा तपाईँ हिँड्नु भएको थियो, सबै कुरा उहाँले देखाइदिनुहुन्छ। यो किन देखाउनुहुन्छ भन्दाखेरि ताकि तपाईँमा एउटा पश्चाताप हृदय आओस्, अनि तपाईँले एउटा पश्चाताप गरेर आफ्नो पापलाई स्वीकार गरेर आएर चाहिँ प्रभुलाई क्षमा मागेर चाहिँ त्यसपछि त्यो क्षमा पाएर अबको दिनमा चाहिँ प्रभुको एउटा डर भयमा रहेर चाहिँ प्रभुको अगाडिमा ऊ हिँडोस् भन्ने परमेश्वर चाहनुहुन्छ। त्यस कारणले गर्दा विगतको कुरा पनि पवित्र आत्माले त्यसरी देखाइदिनु हुँदछ। तपाईँले गर्नुभएको असल कामको बारेमा पनि उहाँले भन्नुहुन्छ, अनि तपाईँको वर्तमानको बारेमा पनि उहाँले भन्नुहुन्छ, अनि तपाईँको भविष्यको बारेमा पनि भन्नुहुन्छ, अनि अझै उहाँले उत्साह दिनुहुन्छ। होइन, तपाईँलाई नि त्यति मात्रै नभएर उहाँले चाहिँ एकदमै शक्ति पनि उहाँले दिनुहुन्छ, त्यो सामर्थ्य अनि अधिकार पनि उहाँले दिनुहुन्छ। अनि तिमीले यो काम गर्न सक्छौ, यो काम गर, अझै तिमी खडा हो है भनेर उहाँले चाहिँ भन्नुहुन्छ। पवित्र आत्मा यस्तो परमेश्वर हुनुहुन्छ। 27मा शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीलाई दिन्छु, संसारले दिए जस्तो म तिमीलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। आमेन। त्यसै कारण होइन, हामी देशहरूमा पनि कति प्रकारको दुर्घटनाहरू भइराखेको हुन्छ। हामीले देख्दै भूकम्पको कुराहरू भयो, गुमाउनु पर्यो। त्यसकारण कति मानिसहरूले आफैलाई आत्महत्या गरे। अनि कोरोनाको समयमा त धेरै मानिसहरूले आफ्नो जीवन गुमाए, किनभने उनीहरूले यो शान्ति नभएको कारणले गर्दा। उनीहरूले साँचो सत्य परमेश्वर जसले जीवन दिनुभएको छ, जसले भविष्य निर्माण गरिदिनु भएको छ, त्यो परमेश्वरलाई उनीहरूले चाहिँ हेर्नु परमेश्वरमा भरोसा राख्न अब उनीहरूले पाएको छैन, जसको कारणले गर्दा उनीहरूले आफ्नो जीवनहरू गुमाएको थियो। तर यहाँ प्रभुले के भन्नुभएको छ, शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीलाई दिन्छु। यसो प्रभुले भन्नुभएको छ, मेरो आफ्नै शान्ति म तिमीलाई दिन्छु। अनि हामी कतिवटा गीतमा चाहिँ उहाँ हाम्रो शान्तिदाता हुनुहुन्छ भनेर हामी गीत पनि गाउँछौँ। होइन, आज संसारमा हेर्नुहोस् त, वर्ल्डमा हेर्नुहोस् त, शान्ति स्थापनाको लागि आज कति कदमहरू चालिएको छ, कति सेनाहरूलाई होइन परिचालन गरिएको छ शान्ति स्थापनाको लागि, तर सफल भएको छैन। धनै अशान्तिको कुराहरू, लडाइँका कुराहरू नै, हत्या हिंसाको कुराहरू नै आज संसारमा बढेर गइराखेको छ। किनभने उनीहरूले चाहिँ परमेश्वरको तरिकाबाट भन्दाखेरि चाहिँ उनीहरूले आफ्नै मानिसले आफ्नै तौर तरिकालाई प्रयोग गरेर शान्ति स्थापना गर्न संसारमा खोजिराखेको छ। अब शान्तिदातालाई उहाँले चाहिँ अब चिनेको छैन होइन, अनि स्वीकार गर्न चाहनुहुन्न, जसको कारणले गर्दा चाहिँ आज संसारमा हामी हेर्छौँ अशान्तिका कुराहरूले नै संसारलाई भरिराखेको छ। त्यसकारण जबसम्म शान्तिदातालाई उनीहरूले चिन्दैनन् होइन, अनि उनीहरूले चाहिँ यो शान्ति उनीहरूले पाउन सक्दैन। त्यसकारण उनीहरूले एउटा संसारिक शान्ति, संसारिक एउटा आनन्द होइन, संसारिक एउटा के भने सबै कुराको भरिपूर्णका कुराहरू खोजिराखेका छन् मानिसहरूले। तर त्यसले चाहिँ एउटा क्षणिक मानिसलाई आनन्द दिन सक्छ, उसलाई मनोरञ्जनको कुराहरू ल्याउन सक्छ संसारको भौतिक कुराले, तर हृदयमा त उनीहरूको शान्ति उनीहरूले कहिले पनि पाउन सक्दैनन्। त्यसकारणले परमेश्वरले चाहिँ के चाहनुहुन्छ भने परमेश्वरले चाहिँ
यो बाहिरी शान्तिको कुराहरू होइन, यो होइन संसारिक शान्तिको कुराहरू होइन, तर उहाँले चाहिँ हामीलाई अनन्तको शान्तिको कुराहरू हामीलाई दिन चाहनुहुन्छ। अनि त्यो शान्ति चाहिँ हामीले पाइसकेका छौँ। शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीलाई दिन्छु, संसारले दिए जस्तो म तिमीलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। आमेन। त्यसकारण हामी डराउनु हुँदैन, हामी भयभीत हुनु हुँदैन। अनि बाइबलमा धेरैचोटि ढाडस दिएको शब्द के छ, नडराऊ भन्ने शब्द चाहिँ प्रभुले प्रयोग गर्नुहुन्छ होइन, नडराऊ होइन। हेर्नुहोस् त, हरेक व्यक्तिलाई चाहिँ उहाँले नडराऊ भन्नुभएको छ। त्यस कारण उहाँ चाहिँ हामीलाई यसको एउटा शान्ति दिनुहुने, सान्त्वना दिनुहुने अनि हामीलाई चाहिँ आशा दिनुहुने परमेश्वर उहाँ हुनुहुन्छ। अनि मानिसको भनौँ न, हृदयमा अशान्ति भयो भने के हुन्छ हेर्नुहोस् त, हृदयमा अशान्ति भयो भने उसको जीवनै बर्बाद पनि हुन्छ नि मानिसको। एकछिन उसले आफ्नो जीवनलाई सकाउँदछ। आज त्यही भइरहेको छ संसारमा होइन, किनकि आज उनीहरूले संसारबाट पाउनु खोजिरहेको छ यो कुराहरू, किनकि उनीहरूले परमेश्वरलाई चाहिँ स्वीकार गर्न उनीहरूले चाहँदैनन्, सुसमाचार उनीहरूले ग्रहण गर्न चाहँदैनन्, जसको कारणले गर्दाखेरि आज उनीहरूको हृदयमा के छ, अशान्तिका कुराले भरिएको छ, त्यही पनि डरका कुराले भरिएको छ होइन, जसको कारणले गर्दाखेरि आज उनीहरूले यो अनन्तको शान्ति उनीहरूले पाउन सकेको छ। त्यस कारणले यो समयमा यो वचन उहाँले भन्नुको कारण चाहिँ के भन्दा प्रभु येशू ख्रीष्टको चेलाहरू पनि एकदमै अब के गर्ने होला, कसो गर्ने होला, अब हाम्रो गुरु हाम्रो प्रभु अब पिताकोमा जाँदै हुनुहुन्छ। अनि यसकारण उनीहरू पनि चिन्तामा परिरहेको थियो। त्यस कारणले गर्दाखेरि यहाँ प्रभुले भन्नुभएको छ, म तिमीहरूलाई यस्तो खालको शान्ति दिन्छु अनि तिमीहरूको हृदय चाहिँ व्याकुल हुने छैन होइन। उहाँले यो कुरा यहाँ भन्नुभएको हामी पाउँदछौँ। हुन्छ, हामी अर्को एउटा खण्डबाट पनि हामी हेर्नेछौँ र हामी आजको वचन अन्त गर्नेछौँ। दोस्रो कोरिन्थीको पुस्तक 3 अध्यायमा जानुहोस्। त्यसको हामी 7 पददेखि 18 सम्मको खण्डबाट हामी हेर्नेछौँ। नयाँ करारको महिमा भनेर यहाँ लेखिएको छ। तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्यो व्यवस्था यस्तो महिमामय भएर आयो कि त्यसले गर्दा इस्राएलीहरूले मूसाको अनुहार हेर्न सकेनन्। यद्यपि त्यो तेज हराउँदै जाँदै थियो। पवित्र आत्माको सेवा कसरी अझ बढी महिमामय नहोला, किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने धर्मी ठहराउने सेवा ज्यादै बढी महिमामय हुन्छ। किनभने जो एकपल्ट महिमामय थियो अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन। किनकि जो बितेर गयो त्यो महिमा साथ आएको थियो भने स्थायी रहने चाहिँ अझ बढी महिमापूर्ण हुनुपर्छ। यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौँ। हामी मूसा जस्तै होइनौँ जसले उनको धमिलिँदै गएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखुन् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे। तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्म पुरानो करार पर्दा त्यो घुम्टो रहिरहन्छ, जुन घुम्टो ख्रीष्टद्वारा मात्र हटाइन्छ। हो, आजसम्म पनि मूसाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालेको हुन्छ। तर जब मानिस प्रभुपट्टि फर्कन्छ त्यो घुम्टो हटाइन्छ। अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बदलिँदै जान्छौँ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। आमेन। त्यसैले नयाँ करारको सेवा र महिमा कति फरक छ। पुरानो करारमा परमेश्वरको सेवा गर्नु एकदमै सजिलो थिएन, एकदमै होशियार हुनु पर्दथ्यो सेवा गर्ने व्यक्तिहरू पनि। हामी हेर्छौँ भने प्रधान पुजारी आफैले पनि के गर्नु पर्थ्यो, अरूको पापलाई क्षमा गर्नु प्रायश्चित गर्नुभन्दा अगाडि आफ्नै पापको प्रायश्चित गर्नु पर्दथ्यो प्रधान पुजारीले पनि। अनि त्यो समयको महिमा पनि कति चम्किलो थियो, महिमामय थियो भनेर यहाँ पौलले वर्णन गरेको छ यो वचन हैन। तर अहिले त अझ स्थायी परमेश्वरको त्यो महिमाको कुरा स्थापित भएको छ। पवित्र आत्माद्वारा चाहिँ यो सेवा यो महिमाको कुरा चाहिँ
पवित्र आत्माले स्थापित गर्नुभएको छ। अनि यो चाहिँ के त्योभन्दा बढ्ता हुँदैन र के महिमामय हुँदैन र भनेर यहाँ पौलले एउटा पुरानो करारको सेवा र महिमाको कुरालाई यहाँ नयाँ करारको पवित्र आत्माको सेवाको कुराले यहाँ कम्पेयर गरेको कुराहरू हामी यहाँ पाउँदछौँ प्रिय। किनकि व्यवस्था अनुसार जिउनलाई सजिलो थिएन, एकदमै गाह्रो थियो। अनि के भनेको छ, अनि व्यवस्थाको त वचन त एउटा सानो पालन गर्न चुक्यो भने पनि चाहिँ उसले सबै पाप गरेको ठहरिन्थ्यो नि, त्यस प्रकारको थियो नि। त्यस कारणले पुजारीले हरेक व्यक्तिको लागि पाप क्षमाको लागि प्रार्थना गर्नु पर्थ्यो, पशु बलिदान गर्नु पर्दथ्यो। त्यो सबै कुरालाई चाहिँ येशू प्रभुले क्रुसमा खारेज गरिसक्नु भयो र यो चाहिँ मानिसले गर्न सक्दैन भन्ने कुरालाई उहाँलाई थाहा छ। उहाँले यो मात्रै चाहनुहुन्थ्यो कि त्यो रीतिविधि दिनुको कारण चाहिँ के थियो भने मानिसले म एउटा कमजोर व्यक्ति हुँ, म एउटा पापी व्यक्ति हुँ, म एउटा गल्ती गर्ने व्यक्ति हुँ भन्ने कुरालाई चाहिँ स्वीकार गरोस् भन्ने कुरा चाहिँ परमेश्वरले चाहनुहुन्थ्यो प्रिय। यसकारणले पुरानो करारको व्यवस्थाको बलिदानको कुरालाई, विधिको कुरालाई चाहिँ येशू प्रभुले आफ्नो शरीरमा खारेज गरिदिनु भयो। अनि त्यो समयमा पनि हामी के पाउँछौँ, पुरानो करारमा पनि स्वर्गको नक्कलको रूपमा चाहिँ पवित्र स्थानहरू बनाउनु पर्ने कुराहरू, होइन, महापवित्र स्थान बनाउनु पर्ने कुराहरू, पुजारीहरू त्यहाँ नियुक्त गर्नुपर्ने कुराहरू, ती सेवाहरू गर्नुपर्ने कामहरूको बारेमा पाउँदछौँ, होइन। तर त्यो स्थायी थिएन। तर यो प्रभुको समय नआउन्जेलसम्म एउटा संरक्षकको रूपमा यो व्यवस्थाले चाहिँ डोर्याएर ल्याउनु पर्ने थियो। त्यस कारण समयको पूर्णतामा चाहिँ येशू प्रभु आफै यो संसारमा आउनुभयो। उहाँले जुन सेवा गर्नुभयो अनि त्यो सेवाको काम उहाँले पवित्र आत्मालाई छोडेर जानुभयो। अनि जुन पवित्र आत्माद्वारा आज हामी यो सेवा गर्दछौँ। अनि यो चाहिँ एउटा फुटकिलोबाट अर्को फुटकिलोमा, होइन, एउटा महिमाबाट अर्को महिमामा चाहिँ माथितिर जाने सेवा हो प्रिय। त्यस कारणले आज यो सेवाको काम गर्ने अवसर परमेश्वरले हामी हरेकलाई परमेश्वरले दिनु भएको छ। त्यस कारणले गर्दाखेरि आज हामी पवित्र आत्माले भरेर परमेश्वरको सेवा गर्नु हामीले पर्दछ। म यहाँ 11 देखि पढ्छु। किनकि जो बितेर गयो त्यो महिमा साथ आएको थियो भने स्थायी रहने चाहिँ अझ बढी महिमापूर्ण हुनुपर्छ। त्यसकारण यहाँ हुनुपर्छ भन्ने कुरा के, हामीले यसलाई जोड दिनुपर्छ भनेको। हामीले पवित्र आत्माको सेवालाई चाहिँ हामीले एकदम अहिले अब हामीले जोड दिनुपर्छ। त्यो जोड दिनुपर्छ भने एउटा मण्डलीमा मात्रै होइन, हामी भेला हुँदाखेरिको मात्रै होइन, व्यक्तिगत जीवनमा पनि तपाईँलाई मैले के भन्नुपर्छ, पवित्र आत्मालाई काम गर्न दिनुपर्छ हाम्रो जीवनमा। हामीले प्रिय 12 पदमा लेख्छ, यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौँ। हामी मूसा जस्तै होइनौँ जसले उनको धमिलिँदै गएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखुन् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे। उसको अनुहार चम्किँदा चाहिँ देखुन्, सबै मानिसले देखोस् भन्ने कुरा मूसाले चाहन्थ्यो। तर त्यो के हुन्थ्यो, अनुहार फेरि त्यो चमक घट्दै घट्दै जान्थ्यो नि। त्यो चमक घटेको अवस्थामा देख्यो भने चाहिँ के हुन्छ, एउटा उनीले इस्राएलीले परमेश्वरलाई फेरि आदर गर्न छोड्ने हो कि, परमेश्वर डर मान्न छोड्ने हो कि, होइन, परमेश्वरको सेवा उनीहरूले चाहिँ बुझ्न नसक्ने हो कि। त्यस कारणले त्यो चम्किएको अवस्थामा मात्र देखोस् भन्ने कुरा चाहन्थ्यो क्या मूसा। मूसा चाहिँ एकदमै गुणले भरेको अगुवा हो हामीले हेर्दाखेरि, होइन। अनि मूसा यस्तो व्यक्ति आफ्नो मानिसहरूको आफ्नो प्रजाको पाप परमेश्वरले क्षमा गर्नु भएन भने, तपाईँले उनीहरूको पापलाई क्षमा गर्नुहुन्न भने बरु मेरो नामलाई जीवनको पुस्तकबाट मेटाइदिनुहोस् भनेर प्रार्थना गर्ने व्यक्ति हो मूसा, होइन, यस्तो व्यक्ति। त्यस कारणले गर्दाखेरि उसले चाहिँ जहिले पनि के त परमेश्वरको महिमाको कुरालाई मात्र इस्राएलको बिचमा उनले देखाउन चाहँदथे। उनीले त्यो कुरा देखुन् र उनीले चाहिँ परमेश्वरको महिमामा उनीहरू अगाडि बढोस्, उनीले परमेश्वरलाई महिमा दियोस् उनीहरूको जीवनबाट भन्ने कुरा मूसाले चाहँदथ्यो। त्यस कारणले गर्दा उसले धमिलिँदै गएपछि चाहिँ आफ्नो अनुहारमा घुम्टो हाल्थ्यो ताकि इस्राएलले नदेखुन् भनेर। अनि अहिले हामी अहिले यो समयमा छौँ। अहिले त हामी एकदमै पवित्र आत्मा परमेश्वरले हामीलाई स्वतन्त्र गराउनु भएको छ। बाइबलमा के लेखेको छ, परमेश्वर आत्मा हुनुहुन्छ, होइन, परमेश्वर आत्मा हुनुहुन्छ। त्यस कारण जहाँ आत्मा हुनुहुन्छ त्यहाँ के हुन्छ, स्वतन्त्रताको कुरा आउँदछ प्रिय हो। यहाँ 17 पदले के भनेको छ, अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ
स्वतन्त्रता हुन्छ। आमेन। हेर्नुहोस् त, त्यहाँ परमेश्वर आत्मा हुनुहुन्छ अनि पवित्र आत्मा जहाँ हुनुहुन्छ, जहाँ आउनुहुन्छ, हामीलाई त्यहाँ स्वतन्त्रता हामीलाई दिइसक्नु भएको छ। त्यो स्वतन्त्रता हामीले पाइसकेका छौँ। यसै कारणले गर्दाखेरि यहाँ 16 पदमा भनेको छ, तर जब मानिस प्रभुपट्टि फर्कन्छ त्यो घुम्टो हटाइन्छ। अब त्यो घुम्टो छैन प्रिय, त्यो घुम्टो अब हामीले लगाउनु पर्दैन। यहुदीहरूले त अझै पनि घुम्टो लगाउँछन्। जब बाइबल पढ्दाखेरि यहोवे भन्ने शब्दहरू आउँछ अनि उनीहरूले आफ्नो अनुहार ढाक्दछन्, उनीहरू शिर नेउराउँदछन्। तर उनीहरूले यो वास्तविकतालाई नबुझेको कारणले गर्दाखेरि उनीहरूले, किनकि यहुदी जातिहरूले कतिले येशू ख्रीष्टलाई चिनेको पनि छैन। तर आज हामीलाई थाहा भएको छ, आज हामीलाई त होइन, हामीलाई उहाँको सेवा गर्नको लागि पवित्र आत्मा हामीलाई दिनुभएको छ। त्यसकारण हामी आफ्नो विचारले, हाम्रो ज्ञान र बुद्धिले उहाँको सेवा गर्दै छैनौँ। त्यो उहाँको पवित्र आत्माको सहायतामा परमेश्वरलाई महिमा दिइराखेका छौँ हामीले। यसै कारणले गर्दाखेरि हामीलाई त्यो सबै कुराबाट स्वतन्त्र गराइसक्नु भएको छ। त्यसकारण 17 पद भन्छ, अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। हामी सबै घुम्टो हटाएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बदलिँदै जान्छौँ। के तपाईँहरूले यो अनुभव गर्नुभएको छ? मेरो जीवनमा एकपछि अर्को गर्दै परमेश्वरको स्वरूपमा म बदलिँदै गइराखेको छु। मेरो प्रभु जस्तो हुनुहुन्छ, मैले विश्वास गरेको येशू प्रभु जस्तो हुनुहुन्छ, उहाँ जस्तै म हुँदै अगाडि बढ्दैछु। यो कुराहरूलाई के अनुभव गर्दै हुनुहुन्छ त्यही हो। जब साँच्चै हामी एकदमै प्रार्थनाको जीवन जिउँछौँ, जब हामी परमेश्वरको वचनलाई अध्ययन गर्छौँ, जब हामी परमेश्वरको वचन हामी पालन गर्दै जान्छौँ, हामी आज्ञाकारी हामी जब हुँदै जान्छौँ, यो कुराको अनुभव हाम्रो जीवनमा आउँदछ। पहिला म कस्तो थिएँ, अहिले म कस्तो छु, अनि मलाई कसरी प्रभुले अझै चलाइराख्नु भएको छ, के सिकाइराख्नु भएको छ, मेरो आत्मिक जीवनको अवस्था अहिले कहाँ आइपुगेको छ भन्ने कुरालाई हामी छुट्याउन सक्दछौँ, होइन? त्यसकारण यहाँ 18 पदले भनेको कुरा यही हो, हामी सबै घुम्टो हटाएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बदल्दै जान्छौँ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। आमेन। त्यस कारणले गर्दाखेरि हामीले परमेश्वरको आत्मालाई हामीले काम गर्न दिनु पर्दछ हाम्रो जीवनमा। यसको अर्थमा चाहिँ वचनलाई चाहिँ हामीले पर राख्नु भन्ने कुरा हो। वचन चाहिँ के छ बाइबलमा? वचन नै परमेश्वर हुनुहुन्छ, होइन? अनि बाइबलले नै भनेको छ परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारणले हामीले वचन नै परमेश्वर हुन्छ, वचनलाई त हामीले जहिले पनि सिरोपर गर्नुपर्छ। परमेश्वरको वचनलाई हामीले जहिले पनि सिरोपर गर्नुपर्छ। हामीले परमेश्वरको वचन भन्दा त हामी अलिकति पनि दायाँ बायाँ जानु मिल्दैन। किनभने प्रभु यीशुले के भन्नुभएको छ? स्वर्ग र पृथ्वी टलेर जानेछ तर मेरो वचन कहिले पनि टल्ने छैन, है? परमेश्वरको वचन के छ? एकदमै अटल छ। परमेश्वरको वचन त्यो त अनन्तको कुरा हो, परमेश्वरको वचन। त्यसकारणले परमेश्वरको वचनलाई र पवित्र आत्माको काममा चाहिँ हामीले हाम्रो जीवनमा एकदमै प्राथमिकता दिनु पर्दछ। जब हामीले यो दुवै कुरालाई एकदमै प्राथमिकता दिन्छौँ, हामी आदर गर्दछौँ अनि उहाँको अगुवाई खोज्दछौँ अनि हामी कसरी हिँड्नुपर्छ, कसरी जिउनुपर्छ, सबै कुरा उहाँले हामीलाई सिकाउनुहुन्छ। अनि आज हाम्रो जीवनमा किन समस्याहरू आइराखेको छ त्यो सबै कुरा पनि उहाँले देखाउनुहुन्छ। त्यो सबै कुराबाट हामीलाई छुटकारा उहाँले हामीलाई दिनुहुन्छ। म यहाँ वचनको सेवालाई यहीँ राख्न चाहन्छु र